रेशमैको पछ्यौरी अल्झेछ जङ्गली काँडैमा झुल्की घाम हेर्नलाई कान्छी जौवन्त डाँडैमा रातोमा तल्लो रातोमा अब हेर्नु है मैले भनेको टाइम लो टाइम आयो 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 तल्लो रातो हेलो देव दाई कस्तो भइरहेछ इन्जोय भइरहेछ अनि के भन्छ टाउको दुखिया छ कि ना है चिसोले एकदमै टाउको दुख्यो त्यो चिसोले यहाँ आएपछि चट्टै छोड्यो है ओ माय गॉड कस्तो राम्रो आनन्द ओके तपाईको यो दोस्रो पटक हैन त ओके कस्तो लाग्यो यो ठाउँ एकदम रमाइलो लाग्यो स्टुडेन्टमा चाहिँ एकदम भर्खरै बिहानको राम्रो बिहानी राम्रो भयो भने दिन चाहिँ राम्रो हुन्छ भने जस्तै हाम्रो आजको दिन चाहिँ एकदम धेरै राम्रो भएछ हुन्छ जस्तो छ अनि हामी त्यही हेर्न आएका छौँ श्रीअञ्चलमा पछाडि देखाउनु काठमाडौँबाट यहाँसम्म आएर हेरेको के भन्छ त्यो दुःख भएन दुःख भएन ओ माय गॉड कर्णालीबाट को आउनु भएको नमस्ते लु एकचोटि बोलौँ न अलिअलि अनि कर्णालीबाट चाहिँ कसरी चाहिँ आउनु भयो यहाँनिर कति दिन लगाएर आउनु भयो ल र अब हामीले रुखलाई भोट हाल्ने कि सूर्यलाई हाल्ने त विशेष चाहिँ इम्पोर्टेन्ट चाहिँ कुन चिज हो त यो रुख तले हुन्छ सूर्य त माथि माथि आउँछ भनेपछि सूर्यलाई नै ठोक्ने हो हो ल हजुर 4 दिनमा आइपुग्नु भएको हामी जुम्लाबाट आएको सुर्खेत कर्णाली पर्दछ राजधानी सुर्खेत र यहाँहरूलाई हाम्रो अनुरोध के छ भने रारा हेर्न आइदिन अनुरोध छ ए तपाईहरु यहाँ इलाममा आउनु भएको छ इलाममा रारा एकदमै हेर्दिन आइदिनु पर्यो हाम्रो कर्णाली हामी अवश्य पनि आउने छौं है हामी